अस्ति मैले पहिलो दिन टुक्रा टुक्रा क्वेसन बनाउन सिकाएको थिएँ, यसो एउटा टुक्रा अर्को टुक्रा। आज चाहिँ के हो त भन्दा मैले कम्प्लिट सेटै कसरी बनाउने भन्ने कुरा सिकाउँछु। त्यो तपाईँहरूलाई मैले यहाँ चाहिँ मोडेल मात्र अहिले राखिदिएको। कम्तीमा यो लेभलको क्वेसन चाहिँ हामीले आज बनाउँछौँ है। यो लेभलको क्वेसन हामी एआईबाटै बनाउन सक्यौँ भने त फेरि यस्तो राम्रो हुन्छ। हामीले एक सेट मात्रै बनाइदियौँ भने, यस्तै मलाई पाँचवटा सेट दिनु न भन्यो भने फेरि डिफ्रेन्ट डिफ्रेन्ट पाँचवटा सेट दिन्छ। हामीले त उनै हुन्छ कि साथी, यो त 10 सेटै हुन्छ कि। यो आइडिया सिक्ने ठुलो कुरो हो। फेरि तपाईँहरूले एक सेट चाहिँ क्वेसन राम्रो चाहिँ प्रिपेयर गर्न जान्नुभयो भने मलाई 10वटा सेट यस्तै यस्तै बनाइदिनुहोस् भन्यो भने उसले चाहिँ 10वटा सेट दिन्छ। फेरि यही सेटको चाहिँ मलाई एन्सर कि उत्तर कुञ्जिका पनि मलाई चाहियो होइन, यसको चाहिँ एन्सर की चाहियो भन्यो भने यसको एन्सर की पनि बनाइदिन्छ, भनेपछि त सोल्युसन पनि हुन्छ। त्यसो हुँदा हामीले आज चाहिँ यो गर्छौँ एउटा कुरा है। तपाईँहरूको माइन्डमा चाहिँ यो क्वेसन चाहिँ रह्यो भने यत्तिको त बनाइन्छ है, यत्तिको बनाइयो भने त यो त जहाँ दिए पनि एउटा प्रोफेसनल क्वेसन भयो क्या यो। हामीले क्वेसन बनाएर दिएर कम्प्युटर टिचरले 1 घन्टा लाएर त्यसलाई एडिट गर्नु पर्यो भने ती टिचरहरू फेरि रिसाउँछन् है। यो एउटा काम गर्छौँ। अब अर्को काम हामीले आज के गर्छौँ त भनेपछि, अर्को चाहिँ महत्त्वपूर्ण काम हामीले के गर्छौँ भने आज अ, ऊ बनाउँछौँ के अरे, एआईबाट हामीले फोटो खिचेका डकुमेन्टहरू। अब कहीँ राम्रो किताब केही देखियो, अब त्यो चाहिँ एआईबाट चाहिँ फोटो के अरे, हामीले फोटो मोबाइलबाट फोटो खिचियो। अब फोटो खिचेपछि त्यो फोटोलाई लगेर हामीले पावर पोइन्ट प्रेजेन्टेसन बनाउँछौँ के। अब जस्तै तपाईँहरूले पढाउने किताबको त छ, त्यसमा 4वटा फोटो खिच्नुभयो भने त्यो 4वटा फोटोबाट हामीले एउटा पावर पोइन्ट प्रेजेन्टेसन तत्कालै बनाउँछौँ। त्यो आइडिया चाहिँ आज सेयर गरिन्छ। यो दुईटा मैले आजको कन्टेन्टमा राखेको छु। अब यदि तपाईँहरूले सिकाइ अलि छिटै सिक्नुभयो भने मैले अझै पनि थप्न सक्छु आज। अब होइन भने पनि कम्तीमा यति दुईटा काम त आज हामीले सक्न पर्ने छ है। मैले यो हिजो तपाईँहरूलाई सिकाइसकेको छु। यो यसरी पर्दा लिएर राख्ने होइन, यो चाहिँ यो पनि एउटा होइन, टक्क चाहिँ स्लाइड सोमा जाने, फ्रम बिगिनिङमा क्लिक गर्ने, यस्तो पर्दा आउँछ, इन्टर थिच्ने, टक्क खुल्छ यी। अनि त्यसपछि मैले फेरि इन्टर थिचेँ यी, फेरि खुल्यो होइन। आज हामी तेस्रो दिनमा छौँ र तेस्रो दिनमा चाहिँ अब यो चाहिँ प्रश्नपत्र तयार गर्ने र फोटोबाट पिपिटी पावर पोइन्ट प्रेजेन्टेसन तयार गर्ने। पावर पोइन्ट प्रेजेन्टेसनको डिजाइनिङका कुराहरू मैले हिजै तपाईँहरूलाई धेरै कुरा सिकाएको छु। त्यसो हुँदा आज म चाहिँ फोटोबाट कसरी बनाउने भन्नेतर्फ मात्रै गइहाल्छु। ऊ प्रश्नपत्र निर्माण गरेर यसलाई एडिटिङ कसरी गर्ने होइन, त्यो के अरे एआईमा बनाएकालाई एडिटिङ कसरी गर्ने। र यहाँ साथीहरूले मलाई यसो जिज्ञासा राख्नु भएको थियो, जस्तै हामीले एआईबाट बनाइयो भने फेरि त्यो चेक जाँच गर्दा यो एआईले बनाएको भन्ने पत्ता लाग्छ कि सर भन्नुहुन्थ्यो। कुनै पत्ता नै लाग्दैन, त्यो केले बनाएको भन्ने थाहा नै हुँदैन। त्यो थाहा नहुने गरी नै अब सुरुमा जस्तो एआईमा बनाएको छ त्यही ट्याप टिपेर लगेर हामी कसैलाई मेलसेल गऱ्यौँ यताउता गऱ्यौँ भने त थाहा हुन्छ। होइन भने हामीले त्यहाँ के कुराहरू एडिट गर्छौँ, त्यो एडिट गरेपछि त्यो थाहा हुँदैन, त्यो कसरी बनेको भन्ने थाहा नै हुँदैन। त्यो आइडिया चाहिँ आज हामीले सिकाइन्छ। विषयवस्तुहरू यिनै हुन् है त सर म्याडमहरू। र मैले तपाईँहरूलाई अहिले के भने क्वेसन निर्माण गर्नका लागि फेरि हुन त च्याट जिपिटीमा गएर मलाई 10 कक्षाको एउटा क्वेसन नेपाली विषयको प्रश्न बनाएर पठाइदिनुहोस् न भन्यो भने उसले एउटा मोडेल त जस्तो भयो नि बनाएर पठाइदिन्छ, त्यो ठुलो कुरो भएन। तर हामी चाहिँ आज दुईटा मटेरियल प्रश्न बनाउनका लागि, एउटा किताब हामीले डाउनलोड गर्नुहोस् है, अहिले डाउनलोडमा राखिरहनुहोस्। किताब चाहियो, तपाईँले कुन क्लासमा पढाउनुहुन्छ र कुन कोही क्लासको प्रश्न बनाउन चाहनुहुन्छ, त्यो एउटा किताब चाहियो हजुरहरूलाई। त्यसपछि स्पेसिफिकेसन ग्रिड अथवा विशिष्टीकरण तालिका। मैले अघि एउटा सानो तपाईँहरूलाई भोइस रेकर्ड पनि छोडिदिएको थिएँ ग्रुपमा। त्यो दुईटा चाहिँ तपाईँहरू डाउनलोड गरिरहनुहोस् है। त्यो डाउनलोड गरेर ठिक्क रेडी भएर बस्नु होला। अब मैले चाहिँ यहाँहरूलाई, अब म चाहिँ आजको कन्टेन्टतर्फ अगाडि बढाउँछु है। अब हामी चाहिँ जान्छौँ
पावर पोइन्ट प्रेजेन्टेसन गर्दैछौँ। पावर पोइन्ट प्रेजेन्टेसनका लागि एउटा हामीले आज यो नोटबुक एलएम भन्ने निकै महत्त्वपूर्ण नै टुल्स छ। त्यहाँ धेरै कामहरू गर्न सकिन्छ। त्यहाँबाट चाहिँ फोटोबाट हामीले बनाउँछौँ। तपाईँहरूले त्यो किताबमा भएको अब मोबाइलमा तपाईँले ल मानिलिउँ न 4-5वटा पानाको फोटो, अब 3-4वटा पाना कति पढाउनुहुन्छ होइन? एउटै पाठको फेरि एउटा पाठको एउटा, अर्को पाठको अर्को, अर्को पाठको अर्को भयो भने राम्रो हुँदैन। कम्तीमा 4-5वटा राम्रो टक्क कुनै पनि नकाटिने गरी सबै अक्षर बुझिने गरी यसो 4-5वटा फोटो पनि खिच्नु होला है। यहाँहरूले त फोटो खिच्नु भयो भने सजिलो पनि होला। सुरुमा हामीले चाहिँ नोटबुक एलएम भन्ने गर्छौँ, लगइन गर्छौँ। त्यसका लागि यहाँहरू गुगल क्रोममा जानुहोस्। गुगल अन्त सर क्रोममा यो जा अस्तिको पनि रिभिजन हुन्छ नि सर? त्यो प्रश्नपत्र बनाउने अँ। बेला अस्तिको रिभिजन हुन्छ। ओ अनि आज चाहिँ फोटोबाट पावर पोइन्ट बनाउने बेलामा हिजोको रिभिजन हुन्छ है। त्यो हुन्छ हुन्छ हुन्छ। रिभिजन हाम्रो हुन्छ। प्रेम सरले भन्नुभएको कुराहरू अघि भन्नुभएको थियो नि, यो यसो उहाँलाई पनि भनिदिनु त, त्यो सजिलो हुन्छ। के भन्नुभएको थियो उहाँले? प्रेम कुरा सरले सुरुबाट यो केमा जाने सर भन्थे, लुम्बिनी एजुकेसन। मलाई हजुर। स्टार्टिङमा अलिकति जान पर्ने देखेँ कि सर ए मैले। आजै म हुन्छ सर, आज आज थाहा पाइहाल्नुहुन्छ। तपाईँ जस्तै सुरुमा गुगल क्रोममा जानुहोस्। गोल क्रममा गएँ गुगल हजुर। क्रोममा गएपछि तपाईँ यस्तो यस्तो इन्टरफेस आउँछ है। अब जस्तो आउँछ है, त्यहाँ थिच्नुभयो भने तपाईँले एउटा यो बार क्या, यो बार एड्रेस बार, यो एड्रेस बार आउँछ। यो एड्रेस बारमा तपाईँहरूले के टाइप गर, जे मैले आज काम गर्छु त्यो तपाईँहरूले आजको काम सिक्नुभयो भने अस्तिको नि हुन्छ क्या। त्यो भएर तपाईँको पुरै रिपिट हुन्छ, त्यो समस्या हुँदैन। नोटबुक एलएम है, स्पेलिङ NOTE BOOK LM सँगै है, LM .गुगल नोटबुक एलएम .गुगल भनेर हान्नुहोस्। नोटबुक एलएम .गुगल हान्नु भएको छ नि? नोटबुक एलएम .गुगल हान्नुहोस् त साथी। म एकदमै नयाँ जिमेल आइडीबाट गएँ भने तपाईँहरूलाई पनि सजिलो होला। त्यहाँ मेरो पनि लगइनै छैन, अनि सँगै लगइन गरौँला। नोटबुक एलएम हान्नुहोस् है, त्यहाँ गएर NOTE BOOK LM हान्नुहोस्। नोटबुक एलएम हानिसकेपछि तपाईँको सुरुमा आउँछ यस्तो यो जिमिनी नोटबुक एआई। यहाँ धेरै नोटबुक लेखेको नि आउँछ है, तल तल नि थुप्रै हुन्छ, फेरि नझुक्किनु होला। ए नोटबुक भनेको सबै एउटै रहेछ भन्ने बुझ्नु होला। तपाईँको यो जिमिनी नोटबुक एआई रिसर्च टुल्स एन्ड थिङ्किङ सेन्टर भन्ने आएको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यो ट्राई जिमिनी नोटबुक भन्नेमा क्लिक गर्नु होला। ट्राई जिमिनी नोटबुक हुन्छ सर, भइरहेछ ल, हुन्छ। गो है। अन सर। आज काम सक्नुभयो भने अस्तिको ठ्याक्कै दोहोरिन्छ। अब यो के आएर खुलेछ वेलकम यताउता भनेको छ, त्यसलाई चाहिँ ओके गरिदिनुहोस्। यसलाई चाहिँ अहिले हटाउँ। तपाईँहरू यो क्रिएट नोटबुक भन्ने जसको देखिएको छ त्यसको चाहिँ खाता खुल्यो भन्ने अर्थ लाग्छ है। ल यहाँ पुग्नुभयो कि भएन? म यहाँनिर आएर पर्खेँ ल। पुग्यो सर, पुग्यो। पुग्यो सर आज त सँगसँगै। ए त ल आज चाहिँ हामी सँगसँगै गछौँ है नि त। हजुर सर। सँगसँगै आउनु भएको छ है नि त सर म्याडमहरू? अनटाइटल नोटबुक हो सर, त्यो देखियो। हो, गुड। त्यो अनटाइटल नोटबुक भन्दा माथि तपाईँहरूको क्रिएट नोटबुक अनि एउटा प्लसको साइन छ नि, छ सर। छ। यो फेसमा आउनुभएका जतिको सक्सेस भयो है। यो फेसमा आउनुभएका जतिको सक्सेस भयो। कसैलाई समस्या छ भने वेटिङ गरेरै जाने हो, हामी चाहिँ पर्खेरै जाने हो। यो समय पास गर्ने होइन, सिकाउने हो क्या यो ट्रेनिङ भनेको। अब 50जनामा तपाईँहरू 45जनाको काम भइसक्यो, अब बाँकी 5जनाको भएकै छैन। अब उहाँको ल्यापटपकै प्रब्लम मोबाइलकै प्रब्लम हो भने
वेटिङ गर्न सकिन्न है। त्यो कुरो तपाईँ, हामी टिचर हौँ, हामी बुझ्छौँ है। अँ, उहाँलाई चाहिँ पर्सनल्ली उहाँको चाहिँ समस्या ट्रिटमेन्ट गर्नुपर्छ। अब यहाँ भएको ग्रुपमा त समस्यै होइन नि, हामी सिक्ने कुरा हो क्या। यहाँ चाहिँ समयको कुनै उ नै नगरौँ न, समय थपेर सिकाउँला नि, है त साथी हो। ओके सर ओके ल स्टार्टिङ यहाँ, टाइपिङ हजुर यहाँ आइसकेपछि तपाईँहरू यो सेटिङ भन्नेमा चाहिँ देख्नुहुन्छ नि, यता सेटिङ। सेटिङ हजुर सर सेयर सेटिङ सेटिङभित्र जानुहोस् है। हजुर सर सेटिङभित्र गएपछि त्यहाँ चाहिँ एउटा ल्याङ्ग्वेज भन्ने छ है, ल्याङ्ग्वेज। तपाईँले नेपाली ल्याङ्ग्वेज मिडियममा प्रश्न बनाउने हो कि इङ्ग्लिस मिडियममा प्रश्न बनाउने हो कि के हो है त्यो? आउटपुट ल्याङ्ग्वेज आउटपुट ल्याङ्ग्वेजमा गएपछि यहाँ चाहिँ धेरै ल्याङ्ग्वेजहरू छ। अब यसलाई नेपाली या इङ्ग्लिस, अब तपाईँले कुन मिडियममा आज क्वेसन बनाउन चाहनुहुन्छ त्यो मिडियम चाहिँ टिक लगाएर छोडिदिनुहोस्। मैले नेपाली टिक लगाएँ। अब सेभ गरेँ। तपाईँहरू इङ्ग्लिस बनाउने हो भने त्यहाँ इङ्ग्लिस चाहिँ चुज गर्नुहोस्, नेपाली बनाउने हो भने नेपाली चुज गर्नुहोस्। त्यति गरेपछि त्यसको काम पुग्यो। काम त सर केमा जाने रे यो? सेटिङ, सेटिङमा सेभ गएपछि गर्ने हो कुन सर सेटिङमा जानुहोस्, आउटपुट ल्याङ्ग्वेज भित्र जानुहोस्। हजुर हजुर यहाँ मेरो अहिले नेपाली देख्नुहुन्छ, नेपाली आएको छ, मैले नेपाली सेट गरेर आएको होइन भने त्यहाँ एउटा सानो एरो छ नि त, त्यो नेपालीको वल्लो छेउमा सानो एरो छ नि त। डिफल्ट भन्ने त्यहाँभित्र आउँछ नि। जानुभयो भने त्यहाँ विभिन्न ल्याङ्ग्वेजहरू छ। त्यो ल्याङ्ग्वेज चाहिँ तपाईँले क्लिक गर्नुहोस् है त। ओके ओके जुन ल्याङ्ग्वेज हो त्यो ल्याङ्ग्वेज चाहिँ सेभ गरेर छोडिदिनुहोस् कि त्यो सेटिङ पो मिलाइयो अब। भयो सर यो डिफल्ट आयो भने त्यसैमा ओके गर्ने हो कि कसो हो? त्यो तल कसरी सार्दै कसरी जाने हो। होइन डिफल्टमा क्लिक गर्नु अनि त्यसपछि ल्याङ्ग्वेजहरू आउँछ अनि त्यो ल्याङ्ग्वेज चुज गर्ने हो कि त्यसपछि अँ, तल सार्नु। के देखाउँछ कि उसको त त्यो डिफल्टमा त्यहाँ धेरै ल्याङ्ग्वेजहरू छ। तल तल सारेपछि नेपालीमै छैन। नेपाली मेरोमा त सेटिङै नोटबुकै घुम्या घुमेँ भयो त सर किन होला अलि अलि त्यो तल जानु त अलि तल सर्नु नेपालीहरू अलि तलतिर मराठी हिन्दी भन्ने ठाउँमा नेपाली छ सेभसम्म पुग्यो सर सेभसम्म पुग्यो सेपसँग पुग्नुभयो होइन? हजुर अनि मेरोमा सेटिङै यो सुरुमै घुमेको घुमै भयो के कारणले होला अक्षरमै तल रहेछ है स्लो भएर हो कि अन्त मिस हजुर नेट स्लो भएर हो कि सेटिङमा गएर आउटपुट स्लो भएर होला त्यो आउटपुट घुमेको ल्याङ्ग्वेज घुमेको छ आउटपुट ल्याङ्ग्वेजमा क्लिक गरेपछि अनि त्यसपछि यो ल्याङ्ग्वेजहरू कुन चुज गर्ने भनेर आउँछ अनि त्यो डिफल्टमा गएर क्लिक गरेर अनि तलतिर सारेपछि नेपाली छ अनि त्यसलाई सेभ गरिदिनु ट्याक्क ल यहाँसम्म त आउनुभयो होला नि। नेपाली ल्याङ्ग्वेज नै छैन त्यसमा के सीता यहाँसम्म कहाँ आउनुभयो? अलि बस्ने नेपाली नै आएन है। सर अब फर्दर अब फर्दर जाँदैछौँ। यहाँ आउनुभयो कि भएन? यहाँबाट अगाडि फेरि अब प्रोसेस सुरु हुन्छ। मेरोमा नेपाली रहन्छ यतिकै राख्दाखेरि अहिले अस्ति हो कि होइन म्याम नेपाली छ कि तल जानु न, नेपाली अक्षरमै तल लेखेको छ जानु न, यहाँ नेपाली यहाँ धेरै छ क्या। यहाँ तल 50-60 जानु वटा ल्याङ्ग्वेज छ, यति त्यही त धेरै छ भने अब है। यानबाट आउने हो नि त होइन यानबाट आउने यान यी त त्यो नेपाली नेदरल्यान्ड अक्षरमा छ कि नेपाली अक्षरमा यान भन्दा तलै जानु के जेड भन्दा नि तलै जानु। कता नेपाली सारे अरूसँग आउँछ क्या? नेपाली अक्षरमै लेखेको छ के? नेपाली लेखेकै छ त आउँछ त, त्यहाँ धेरै भाषा छ, नेपाली मात्रै नि के छ, कर्णाली मराठी, मैथिली, हिन्दी, नेपाली धेरै छ त। धेरै तल रहेछ म त इङ्ग्लिस नै छ कि भन्नु अनि त्यसलाई सेभ गरेर छोडिदिनुहोस् है। त्यति भएपछि सेटिङको काम सिद्धियो। हस्
सक्नुभयो नि त? सकियो सर सकियो। भयो सर यहाँसम्म आइपुग्यो। ए ल ठिक छ, यहाँसम्म तपाईँ आउनु भएको छ। अब यो नोटबुक एलएममा खाता खुल्यो के? खाता खोलेका छौँ है अहिले हामीले यसमा। खाता चाहिँ खोलिएको छ है यसमा। ल अब तपाईँहरू ब्याक आउनुहोस्, फेरि ब्याक आउनुहोस्। ब्याक आउनुहोस्। पुरै ब्याक आउनु सर। ब्याक आउनुहोस्, ब्याक आउनुहोस्। अब नोटबुक एलएममा खाता खुलेको छ। उता तपाईँहरूले 3वटा मटेरियल डाउनलोड गर्नु भएको छ? हजुर। के गर्नुभयो? किताब, किताब र ग्रेट। ग्रिड, त्यसमा त 4वटै भयो। ग्रिड, होइन टेक्स्ट, यसमा अहिले मैले खाता मात्र खोलेर छोडेको छु। हजुर। अहिले त्यहाँ चाहिँ अपडेट हुन्छ। अब त्यहाँ हामीले एकछिनपछि काम गर्छौँ। त्यसपछि अब हजुरहरू आज त मोबाइलबाट काम गरे नि हुन्छ है, मोबाइलबाट गरे पनि हुन्छ। यो हिजो अस्ति ल्यापटप नभएको सरहरूलाई अलि अप्ठ्यारो भयो, सर म्याडमहरूले भन्नुभएको थियो। मोबाइलबाटै गरे सर नि हुन्छ। ग्रिड र बुक अनि अर्को के हो गरे सर? बुक प्रश्न बनाउनका लागि हामीलाई बुक र ग्रिड क्या, ग्रिड ग्रिड भनेको हजुर हजुर विशिष्टीकरण तालिका। हजुर हजुर त्यो दुईटा त त्यो गरे। त्यो दुईटा त चाहियो नि। त्यो दुईटा नभए त कसरी प्रश्न बनाउने होइन? त्यो हामीले पढेर बनाइदिन्थ्यो गरे, अब आज चाहिँ एआईले पढेर बनाइदिन्छ कि। एआईलाई पढ्न लगाउने हो। अब त्यो त्यसो हो भने सुन्नु न अब सर, हामी चाहिँ फेरि त्यो गुगलमा मात्रै त आउनुहोस्। ग्रिडको तल नमुना प्रश्नपत्र सहितको डाउनलोड हुन्छ नि त सिडिसीबाट होइन? हुन्छ, त्यहाँ आउँछ सर। त्यहाँ ग्रिड भन्दा बित्तिकै आउँछ सबै त्यही। भन्नाले ग्रिड त आछ कि ग्रिड सहित त्यहाँ त नमुना प्रश्नपत्रहरू सहित आउँछ सर, लाभै। आउँछ। ग्रिड भनेको त होला नि त, लगभग 100 पेज जस्तै होला। त्यो कति पेजको छ? हो त्यही किनकि 6 भनेर 8 को यदि तपाईँ निमाविको टिचर हो भने 6 8 को ग्रिड एकैचोटि आउँछ क्या त्यहाँ। सर यो कहाँबाट डाउनलोड गर्ने भन्नुभएको है? ए सिडीबाट। डाउनलोड गर्नका लागि गुगलमा जानुहोस्। हजुर। त्यसपछि तपाईँ यो माथिको उसमा जानु न, त्यही एड्रेस बारमा जानु, अनि आइदियो। www.moecdc.gov.in। सिधै गुगलमा डब्लु गएर विशिष्टीकरण तालिका भनेर हाल्ने नै आउँछ। आउँछ त्यो त सिडिसी खोज्छ। हान्देसी हुन्छ कि? यहाँ भएपछि एकै ठाउँ पाइन्छ गरे। होइन त्यो त्यहाँ ठ्याक्कै पाइयो। प्रकाशनभित्र गएर साधारण शिक्षामा गएर यहाँ विशिष्टीकरण विशिष्टीकरण तालिका तालिका, उसमा गयो सर, अर्कोमा गयो साधारण अँ, शिक्षा। साधारण शिक्षामा गएर विशिष्टीकरण तालिका। ल तपाईँ कुन तहको टिचर हो? ल मैले निमाविको ऊ बनाउन खोजेँ। ल एउटा प्रश्न बनाउँदैछु भने मैले, म 8 कक्षाको क्वेसन आज मैले बनाउँदैछु भने मैले विशिष्टीकरण तालिका कक्षा 6 8 सामाजिकको रहेछ। ल म यसलाई डाउनलोड गरेँ है। ल तपाईँले आफ्नो ढङ्गले डाउनलोड गर्न सक्नुहुन्छ। यहाँ माथि डाउनलोड एरो छ, यहाँ माथि छ, यहाँ छ डाउनलोड एरो। त्यो चाहिँ डाउनलोड एरोमा गएर डाउनलोड गर्नुहोस्। यो लामै डाउनलोड हुन्छ नि सर होइन? धेरै नै त्यो पेज पुरै भयो। पुरै डल्लै डाउनलोड हुन्छ, डल्लै डल्लै। हामीलाई तपाईँको त्यो 6 देखि तालिका 8 को मात्रै भएको सामाजिक पेज। त पुरै डाउनलोड हुन्छ कि। सर एकचोटि थोरै ब्याक जानु त डाउनलोड प्रोसेसको। ए डाउनलोड त ऊ गर्नु न, सिडिसीमा त जानुभयो नि म्याडम? हजुर। हजुर गएर प्रकाशन कुनमा भन्नुभयो सर? प्रकाशनमा जानुहोस्। हजुर। प्रकाशनमा गइसकेपछि त्यहाँ साधारण भन्नेमा टिक लाउनुहोस्। अनि त्यसपछि तपाईँले जुन क्लासको चाहिँ त्यहाँ पहिला डाउनलोड गर्ने अप्सनहरू आउँछ गरे। हजुर। प्रकाशनको साधारण शिक्षामा जानुभयो भने यहाँ तपाईँ विशिष्टीकरण तालिकामा जानुहोस्, तपाईँलाई चाहिएको डाउनलोड गर्नुहोस्। हजुर। त्यसपछि पाठ्यपुस्तकमा जानुहोस्। तपाईँलाई चाहिएको किताबहरू
मेरो त प्रकाशन भन्ने नै आएन। भन्नु त सिधै आउँछ क्या गुगल बारमा गएर। दोस्रो पेज यहाँ कुन पेजमा छ किताब खोज्नुपर्छ है, त्यो पेज त खोज्नुपर्छ यहाँ। तेस्रो पेज अथवा तपाईँहरू म्याडम किन यति प्रकाशन माथि आएन भने गर्नुहुन्छ, उता सिधै थ्री डटमा गुगलमा क्लिक गएर गर्नु त त्यहाँ आउँछ। फलानाको कक्षाको किताब भन्नुहोस् त उहाँ स्वाटै खोजेर ल्याइदिन्छ त, आफैले खोज्छ त। एकजना म्याडमले प्रकाशन आएन भन्दै हुनुहुन्छ, उता राइट साइडमा 3टा डट छ, हो त्यहाँ छुनु त, त्यहाँभित्र त्यहाँ आउँछ। थिच्नुहोस् त। त्यहाँ प्रकाशनहरू भनेर आउँछ। पाठ्य पुस्तक पनि त्यहीँबाट मिल्छ। सामाजिकको रहेछ कि विज्ञानको? खोज्नुहोस् तपाईँले खोज्ने हो त्यहाँ कुन कुन छ भन्ने कुरो। ल मैले त तपाईँको यो सामाजिक कक्षा 6को 8 8 कक्षाको एउटा क्वेसन बनाऊँ भनेर हो दा त। मिस मैले त गरिनँ है यो, अब म टिचर 10 को भएको भए सजिलो हुन्थ्यो र अब क्लास चाहिनु 10 क्या को हो मलाई, तर एजुकेसन मैले डाउनलोड निकालिदिनु न। गरिनँ है। के निकाल्दिने भन्नुभयो म्याडम? क्लास 10 को एजुकेसन के खोइ मेरो त मिलेन। पछाडि क्लास पेजहरू 10 को एजुकेसन हो भने त तपाईँ ऐच्छिक विषयतिर जानु पर्यो नि त। एकचोटि मलाई फेरि के अहिले तपाईँले खोजै गर्दा नि भेटिनुहुन्न भने किन त्यस्तो अप्ठ्यारो विषय खोज्नु पर्यो? अहिले एउटा चाहिँ सामाजिक विषय, नेपाली विषय, कुनै एउटा चाहिँ विज्ञान विषय लिएर चाहिँ प्रोसेस सिक्नुहोस्। त्यो प्रोसेस सिक्ने ठुलो कुरो हो के। कुनै कुनै यहाँ नराखिदिएको पनि हुनसक्छ कि। हो कुनै जहाँसम्म मलाई लाग्छ अब होला नै। अब सिडिसीले किताबहरू त राखेकै होला जस्तो लाग्छ। कुनै राखेको छैन भने अब कुनै अप्सनल सब्जेक्टहरू अब नयाँ चेन्ज भएका नि हुन सक्छन्। तैपनि पुरानो त होला, अब त्यहाँ हुनु पर्यो। सिक्नलाई यहाँ अगाडि जुन आउँछ त्यो गरिहालौँ न। सिक्नलाई अहिले हामीले प्रोसेस सिक्ने हो कि। मैले अहिले तपाईँहरूलाई होइन मुख्य ठिक कुरो छ। के अब भन्दा क्वेसन कक्षा बनाउन 10 को सिकाउने हो ऐच्छिक कि। विषय त छ म्याडम। छ त्यो ट्राई गर्नु न। मेरो त्यहाँ खोइ उसनै भएन के। मैले तपाईँहरूलाई एउटा क्वेसन बनाउन सिकाउने हो। विषय जे मन लाग्छ त्यही राख्नुहोस् है, डोन्ट वरी। ल अब हामी चाहिँ फेरि एउटा खोलौँ। एउटा गुगल क्रोम खोल्नुहोस्, इमेल खोल्नुहोस् र माथि गएर चाहिँ च्याट जिपिटी भनेर हान्नुहोस् त। त्यो एकजना सरले प्रश्नपत्र च्याट जिपिटी निर्माणमै छौँ लगइन होइन सर? भएन भन्नुहुन्थ्यो। ल हेर्नुहोस् है, अब च्याट जिपिटी लगइन गरिहाल्नुहोस्। यहाँ मेरो त अलरेडी लगइन भएको हुनाले डाइरेक्ट खुलेको अरे। तपाईँहरूको अलरेडी लगइन छैन भने उ गर्नु होला, के अरे त्यहाँ चाहिँ साइन इन भन्छ। साइन इन पछि कन्टिन्यू विथ गुगल आउँछ। त्यो कन्टिन्यू विथ गुगल आइसकेपछि त्यसपछि एउटा इमेल एड्रेस चाहिँ टिक लगाइदिनुहोस्, अनि कन्टिन्यू गरेपछि हुन्छ है। ल यो इन्टरफेसमा त आउनुभयो होला। यो त अस्ति लगइन गरेको भइहाल्यो नि। यो त अस्ति गरेका छौँ। अब त्यो प्रोजेक्टको नाम लेख्नुहोस् त सर म्याडमहरू। त्यहाँ चाहिँ प्रोजेक्टको नाम, प्रोजेक्टमा जानुहोस्, प्रोजेक्टको नाम लेख्नुहोस्। ला म अलिकति यहाँ पछाडि भएँ, के भन्नु हो थाहै भएन। च्याट जिपिटी खुल्यो हजुरको? कहाँ सरले कहाँ जाने भन्नुभयो? मेरो फेरि यहाँ अलिकति फोन आएर ब्याक गएँ कि म त थाहै होइन भएन। तपाईँको च्याट जिपिटी खुल्यो पहिला? गुगलमा च्याट जिपिटी खोल्ने भन्नुभयो है? गुगलमा गएर च्याट जिपिटी खोलेपछि यो प्रोजेक्ट भन्नेमा जानुहोस्। हुन्छ च्याट जिपिटी, ओके। त्यो प्रोजेक्टमा क्लिक गरेपछि त्यहाँ एउटा क्रिएट प्रोजेक्ट भन्ने आउँछ। त्यहाँ प्रोजेक्टको नाम दिनुहोस्।
प्रोजेक्ट त अस्ति पनि बनाएको जस्तो लाग्यो हो अस्ति बनाएको छ, अस्ति कुन बनाउनु भएको छ, आज कुनै अर्को बनाइन्छ नि अब। प्रोजेक्ट बनाउनु चाहिँ कहाँबाट हो बिर्सेँ पो मैले त प्लसमा थिचेर है त्यो प्लसमा थिच्नुहोस् त, त्यहाँ प्रोजेक्ट डाइरेक्ट दिन्छ है। यहाँ प्रोजेक्ट नाम तपाईँको डाउनलोड गरेको डाउनलोडमा गएर अनि यो क्लास 10 होला नि डाउनलोडको सिरानमा होला नि त, त्यो अघि डाउनलोड गरेका हजुर दुईटा हजुर त। त्यसलाई चाहिँ ओपन ओपन गरिदिनुहोस्, भयो सिलेक्ट गरेर ओपन गर्नु है। यस्तो सिलेक्ट हजुर गर्ने open, select पिडिएफ गर्ने- बनेर आउने रहेछ हजुर त्यो पिडिएफ दुईटा इन्ट्री भयो होइन सर म्याडमहरू। ल अब चाहिँ हाम्रो काम अब सुरु हुन्छ है। अब यति गरिसकेपछि मैले एउटा प्रोम्प्ट मैले पहिले लेखेर चाहिँ बसेको छु। हजुरहरूले यो ल्यापटपमा काम गर्दा जहिले पनि यो मिनिमाइज, यहाँ माथि माइनस हुन्छ है टपमा, हो त्यो माइनस थिच्नु होला है। त्यो माइनस थिच्नुभयो भने हामी यहीँनिरबाट फेरि अहिले सुरु गर्न पाइन्छ ट्याक्कै। त्यसलाई मिनिमाइज गरेर राख्ने भन्ने भयो मिनिमाइज गरेर अब हामी प्रोम्प्ट खोज्छु के, मैले यहाँ प्रोम्प्ट बनाएको छु। अब त्यो क्वेसन बनाउनका लागि एउटा चाहिँ प्रोम्प्ट चाहियो। त्यो प्रोम्प्ट चाहिँ ट्याक्क मिलाउनु पर्छ, नत्र हामीले भने जस्तो प्रश्न आइदिन्न है साथीहरू। यहाँ मैले प्रोम्प्ट चाहिँ अलरेडी म बनाएर राखिरहेको छु, तपाईँहरूलाई त्यहाँ भर्खरै पठाइदिन्छु मैले प्रोम्प्ट। मैले चाहिँ प्रोम्प्ट यसरी लेखेको छु। यहाँ के लेखेँ भने मैले अपलोड गरेको पाठ्य पुस्तक र विशिष्टीकरण तालिका अध्ययन गरी एक सेट नमुना प्रश्न पत्रको डाउनलोड गर्न मिल्ने वर्ड फाइल तयार गरिदिनुहोस्। प्रश्नहरू विशिष्टीकरण तालिका अनुसार ज्ञान, बोध, प्रयोग र उच्च दक्षता सबै तहबाट समावेश हुनुपर्नेछ, तर विशिष्टीकरण तालिकामा भएका भन्दा फरक प्रश्नहरू निर्माण गरिदिनुहोस् भनेर चाहिँ यहाँ प्रोम्प्ट लेखियो। विशिष्टीकरण अनुसार बनाऊ, तर विशिष्टीकरण तालिकामा भएका प्रश्नभन्दा फरक हुनुपर्छ भनेर लेखेको छु। यसलाई सट्ट कपी गरिदिन्छु र मैले कन्ट्रोल-C गरेर पहिला त तपाईँहरूलाई लगेर पठाइदिएँ। मैले वाट्सएपमा हालिदिएँ के मैले यहाँ वाट्सएपमा हालिदिएपछि त तपाईँहरूले त्यहाँबाट चाहिँ फेरि तानेर यता ल्याउन जान्नु होला नि त। यसलाई मैले वाट्सएपमा हालिदिएँ यो प्रोम्प्ट। अब त्यही प्रोम्प्टलाई मैले अघि हामी जहाँ काम गरेर पुगेका थियौँ त्यहाँ लगेर हाल्छु। अब मैले त मिनिमाइज गरेर राखेको छु, यहाँ लगेर हालिदिन्छु। यसमा गएर म चाहिँ यहाँ चाहिँ मैले कन्ट्रोल-V गर्छु, यता पनि आउँछ त्यो है। मैले अपलोड गरेको पाठ्य पुस्तक र विशिष्टीकरण तालिका अध्ययन गरी मलाई एक सेट नमुना प्रश्नपत्रको अब यही हो लेख्ने। यसलाई चाहिँ मैले पठाइदिएँ, किनकि मैले सबै चाहिँ टप टु बटमको लागि दिएको छु है। यो प्रोम्प्ट भन्छ यसलाई, हामीले यहाँ दिएको सर, कुराहरू यो भनेको प्रोम्प्ट हो। वाट्सएपमा आइपुगेको छैन क्या आवाज है? वाट्सएपमा आउनु पर्ने हो, आएन र आछ त यहाँबाट त यही ट्रेनिङ गछ। सकियो। म त यो प्रश्नपत्रहरू त स्किप गरे नि हुन्छ होला हौ, मैले क्वेसन बनाउनु पर्दैन पिडिएफ बनाउनलाई। होइन तपाईँ सिक्नु पर्यो नि त। मैले खासमा पिपिटी बनाउन भनेर सिकेँ हो। अब पिपिटी आउँछ, अब यसपछि पिपिटी सुरु गर्छौँ हामी। हुन्छ, यो प्रश्नपत्र मैले बनाउनु पर्दैन, मैले स्किप गरिदिएँ, यसलाई त मैले गरिनँ। स्पेसिफिक ग्रेड त डाउनलोड भयो अनि यो बुक चाहिँ डाउनलोडै भएन कि सर, कसरी हो? त्यहीबाट डाउनलोड हुने त त्यही त हो नि, सिडिसीबाटै हो त डाउनलोड हुने त, किन नभएको होला? अनि त्यो सर्च गर्दाखेरि भेटिएन कि सर? हजुर, सर्च गर्दा बुक चाहिँ भेटिएन। बुक त म्याडम तपाईँले कति क्लासको बुक खोज्नु भएको र? 8 क्लासको इङ्ग्लिस खोजेको। 8 क्लासको इङ्ग्लिसको बुक खोजेको? हजुर। तपाईँ वाट्सएप ग्रुपमा हुनुहुन्छ? छु। ल तपाईँलाई म भर्खरै 8 क्लासको इङ्ग्लिस यस्तै क्वेसन बनाएर दिएर त भएन त फेरि। यो त सिधै चाहिँ एआईबाट बनाएछन् भन्छन् नि, यस्तै दिने हो भने त फेरि पहिलो पाठबाट ज्ञान तहका यतिवटा यस भन्नुपर्छ कि टोटलबाट यति यतिवटा भन्दै हुन्छ कि? अझै राम्रो। तपाईँले भनेको चाहिँ अझै राम्रो के हुन्छ भने पहिलो यस्तो क्या एउटा टेबल बनाइदिनु, त्यस्तै एउटा ग्रिडको नयाँ ग्रिड जस्तै बनाउनु पर्यो क्या। पाठ जम्मा 3टा भयो,
अब तपाईँले 9वटा ज्ञान तहका प्रश्न हाल्ने हो भने पहिलोबाट 3टा, दोस्रोबाट 3टा, तेस्रोबाट 3टा, माथि ज्ञान लेख्नु पर्यो, तल 3-3वटा भनेर लेख्नु त हो नि, 3-3 लेखिदिने, एउटा टेबल बनाइदिने, हजुर अनि त्यो टेबल त्यहाँ चाहिँ स्वाट्टै हालिदिने हो भने अनि त्यो 3वटा पाठ अध्ययन गरेर यो टेबल अनुसारको प्रश्न निर्माण गरिदिनुहोस् भनेर सरलाई गरिदिन्छ उसले, हुन्छ हुन्छ सर हस् है त सर? त्यो त हस् गर्छ सर। धन्यवाद हस् ल ल मैले मैले अघि त्यो प्रश्न डाउनलोड गरेको छु। त्यो प्रश्नमा डाउनलोड गरेपछि मैले तपाईँहरूलाई अलिकति मात्रै यहाँ थोरै कुराहरू तपाईँहरूलाई यहाँ सिकाउनु पर्ने भएर हो क्या म यहाँ पर्खेको, नत्र म पावर पोइन्टतिर जान्छु। त्यहाँ एकजना म्याडमले अघि नै भनिसक्नु भएको छ, म त पावर पोइन्ट सिक्न आएको सर भन्दै हुनुहुन्थ्यो है। अब कुरो के रह्यो भनेपछि यो क्वेसनलाई एडिट गर्न पर्ने भयो होइन। यो क्वेसनलाई एडिट गर्नका लागि यसलाई कन्ट्रोल ए गरेर तपाईँहरू यो यसमा गइदिनुहोस्। यसले धेरै कुरा यसैले मिलाउँछ। त्यसपछि यो नमुना प्रश्नपत्र भन्नेलाई अब तपाईँले अहिले सेन्टरमा राख्नुहोस्। यो त ऊ हो नि त, तपाईँको त स्कुलको नाम हान्नुहुन्छ होइन। अब कक्षा 8 भयो। अब कक्षा 8 पछि हामीलाई चाहियो विषय, चाहियो विषय चाहिँ टाइप गरिदिउँ। विषय चाहिँ सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, यसलाई टाइप गरेर त्यही साइजमा लिएर छोडिदिएँ। त्यस्तै गरी अब पूर्णाङ्क र उत्तीर्णाङ्क हामीलाई चाहियो। ल पूर्णाङ्क भनेर मैले यसैलाई कट गरेर यहाँ माथि लगेर हालिदिएँ। यो पूर्णाङ्कलाई अहिलेलाई यो छेउतिर लगेर राखौँ, अहिले मिलाउँछु म। पूर्णाङ्क ल 50 भयो। पूर्णाङ्क 50 भयो। त्यस्तै गरी अब समय 2 घन्टा भयो है। अब यो विद्यार्थीको नामसाम हामीलाई चाहिँदैन है। अब यो ठुलो कक्षाको भएपछि अब यो निर्देशन पनि चाहिँदैन है। यस्तो खालको निर्देशन पनि दिने चलन छैन। यसलाई फालिदिने, डिलिट गर्ने हो फटाफट। अब हेडिङ चाहिँ अलि राम्रो बनाउनु पर्छ। जहिले पनि हेडिङ चाहिँ अलिकति एट्र्याक्टिभै बनाउनु पर्छ है सर म्याडमहरू। प्रश्नपत्रको हेडिङ चाहिँ चटक्कको बनाउनु पर्छ। अब यसलाई यस्तो गरौँ, यसलाई कन्ट्रोल ए गरेर यो अलि बढी ग्यापिङ बढी देख्यो भने यो लेआउटमा गएर त्यहाँ गएर 0 बनाइदिनु पर्छ क्या। यो दुइटैलाई 0 बनाइदिनु भयो भने यसको ट्याक्क लेबलिङ चाहिँ मिल्छ है। त्यसपछि अब यहाँहरूलाई मेरो सजेसन के हो भने अब यो टाइमलाई माथि लेखौँ है त। यो धेरै लामो प्यासेज जस्तो भयो। यो पूर्णाङ्क यतै ल्याइदिउँ। अब यहाँ उत्तीर्णाङ्क पनि लेखौँ। अब त्यो तपाईँहरूले लेख्नुहुन्छ। अब यसलाई एउटा चाहिँ सानो बक्स सेटिङभित्र हालिदिउँ। यति एरियालाई बक्स सेटिङमा हाल्न पर्यो। त्यो होममा गएर तपाईँहरूले यहाँ गएर यो बोर्डर बक्स छ नि, आउटसाइड बोर्डर भन्ने छ है। यो आउटसाइड बोर्डर हालिदिनुहोस्। त्यसपछि यो उसलाई यो चाहिँ भित्र हल्का छाया पारिदेऊ न। यो बोर्डरभित्र हल्का छाया पारिदियो भने अझै राम्रो लुक्स आउँछ है। यसलाई सेलेक्ट गर्नुहोस् र तपाईँ यहाँ माथि एउटा चाहिँ यो बटन छ, यो सेडिङ बटन छ। यहाँ गएर कस्तो छाया पार्ने, हल्का है। यो अब धेरै छाया पारेको त राम्रो भएन। हामीले त प्रिन्टमा हल्का आउने हो यो है। यत्तिकोसम्म गरिदिएँ मैले। ल यसो गर्नुभयो भने सर यहाँ बक्स कुनले ल्यायो गरे सर यसो हेर त। बक्स चाहिँ मैले यो यहाँ छ नि, यो 4वटा बक्स क्या। हजुर
यो के हो यसको नाम? हजुर त्यहाँभित्र गएर यो आउटसाइड बोर्डर भन्ने छ नि, पहिला ए कतिलाई आउटसाइड बक्समा हाल्ने हो भने है, हजुर कतिलाई बक्समा हाल्ने हो भन्नेलाई मैले चाहिँ सेलेक्ट गरेँ। क्लिक गर्नु पर्यो ए त्यो कतिलाई बक्समा हालिदियो यति मात्र होइन है, तपाईँले कति कन्टेन्ट हालिदियो कि भयो, यहाँ भर्खर हेरौँ हजुर न ल। अब मैले यतिलाई बक्समा हाल्न पर्यो, फेरि मलाई यतिलाई अहिले त यो त्यत्तिकै है, हजुर यतिलाई बक्समा हाल्न मलाई मन लाग्यो भने यहाँ गएर आउटसाइड बोर्डर बनाइदिनु भयो भने त्यहाँ बक्स आउँछ के है। ए आउटसाइड बोर्डर रहेछ हजुर हजुर अँ, यो गर्नुहोस्। अनि छाया पार्दा नि हल्का छाया पार्दा नि राम्रै मानिन्छ है यो छाया पार्नेलाई नि। यहाँ यसलाई इन्सर्टमा चाहिँ सर पहिला सेलेक्ट गर्नु छाया पार्ने एरियालाई। सर इन्सर्टमा आएर बोर्डर हजुर इन्सर्टमा गएर बोर्डर कसरी सर? होममा इन्सर्टमा गएर बोर्डर बोर्डर उ गर्ने हो। हो इन्सर्टमा होइन सर, यहीँ बाहिरै छ है बोर्डर, यहाँ देख्नु होममै भएको छै छैन यहीँ छ त यहीँनिर छ त त्यो पाई भन्दा तल, एजेड भन्दा तलतिर छ है बोर्डर। त्यसपछि मैले हल्का छाया पारिदिएँ। अब ग्रुप ए पनि यसलाई सेन्टरमा भयो भने राम्रो होला है, यसलाई सेन्टरमा ल्याइदिएँ है। अब यो क्वेसन पनि माथितिर आउनु पर्यो, यो त फटाफट हुन्छ नि तपाईँहरू। अब यो ऊ जान्नुभयो भने त के अरे कन्टेन्ट उताबाट आइसकेको छ के अरे, यो त डिजाइनिङका कुरा हुन् क्या साथी, यो त डिजाइनिङ हो। अब यो चाहिँ अलि सानो जस्तो लाग्यो मलाई, अब यसको चाहिँ साइज अलिकति बढाइदिउँ। कहाँसम्म छ क्वेसन, कति सरिएछ अहिले, यो सबै बनाउँछु म, यहाँ ट्याकटुक पारिदिन्छु म। यसको साइज चाहिँ अलि ठुलो बनाइदिउँ क्वेसनको। अलिक ठुलै भएछ, यहाँसम्म बनाऊ। ल हेर्नुहोस् यत्रो क्वेसन बन्यो भने अब यो चाहिएन हामीलाई, यो हरेक क्वेसनको पछाडि 1 नम्बर भनेर दिएको रहेछ यसले, फेरि यो पनि चाहिएन क्या, हामीले यसलाई डिलिटै गरिदिउँ। एकदम प्रोफेसनलै क्वेसन बन्छ है साथी यो। अब मैले बनाएर क्वेसन दिएको, अब मैले कुनै टिचरलाई कहीँ कतै पठाएँ भने यसले एआईले बनाएको भनेर कसले भन्छ यो क्वेसनलाई? काहीँ छ त सङ्केत केही यो एआई हो भन्ने छ र साथी हो? काहीँ कहीँ पनि छैन है। यसरी प्रश्नपत्र सेटिङ गरिन्छ। अब यहाँ तल खसेछ है, यो तल खसेछ, यसलाई पनि ब्याग तानौँ। त्यसपछि यो 7 नम्बरका 3टा क्वेसनलाई पनि तानौँ। यो अलिक बढी ग्याप भएछ, यो हटाइदिउँ। त्यसपछि यसलाई सेन्टर लाइनमा ल्याइदिउँ, यो ट्यागको सेन्टरमा ल्याइदिउँ यसरी। यसो 5-7 मिनटमा ल न सर क्वेसन बनाइदिउँ भन्यो भने 5-7 मिनटमा ट्यागकै क्वेसन चाहिँ बनाउन सकिन्छ है त साथी। मलाई एउटा कुरा सोध्नु पर्यो के सर? हजुर भन्नु न। सुन्छु न, यो यस चाहिँ कुनै पर्टिकुलर क्वेसन बनाएँ मैले, एउटा मात्र नम्बरको क्वेसन, अनि त्यसलाई कपी गरेर ल्याएर वर्डमा राख्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ त्यसको चाहिँ त्यो मधुरो आयो क्या सर? हो र, एआईमा त्यस्तो नि हुन्छ र, बनाएको कपी गरेर लिएर आउँदाखेरि त्यो मधुरो आयो कि किन भयो अहिले त्यस्तो? त्यस्तो त हुन्छ र, खै त्यस्तो अनि त मैले त थाहा पाएको थिएन, म्याचिङमा किन मधुरो भयो? म्याचिङमा म्याचिङमा पनि तपाईँको त्यो चाहिँ लाइनिङ टाइपको आइदियो कि, त्यो लाइन डिलिट गर्नै मिलेन। ए लाइनिङ आएछ सर, मैले हजुर यहाँ धमाधम लाइन डिलिट गरिरहेको छु, यहाँ 4 लाइन फालिन्छ है, कताबाट फालेको यसले एन्सर नि यहीँ लेख त्यस्तो भनेर होइन नि फालेको होला। ल त्यस्तो हेर्नु होइन त। सर, त्यो जस्तो हो उम्, कलम ए र कलम बी हुन्छ नि, हजुर हो त्यो चाहिँ कलम ए को ए नम्बरको बोथ साइडको चाहिँ तपाईँ के अरे कलम ए र कलम बी को बोथ साइडको चाहिँ ए र आई 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 हुन्छ नि त उता, हजुर। त्यसमा लाइनिङ आयो क्या बिचमा, त्यो लाइन मैले डिलिटै गर्न सकिनँ। ए त्यो लाइनलाई नै थिच्नु, डबल क्लिक गर्नु, सिलेक्ट हुन्छ अनि डिलिट हुन्छ। ल मैले त सकेँ सारहरू, ल हेर्नु त, मैले त ट्याक्क प्रश्न बनाएर मैले त सिद्धाएँ अब।
मैले त अब सर म यस्तो यो फेरि माथि अब यस्तो प्रश्नमा है हामीले साथी, अब लेख्छौँ मैले नि। फेरि के हो भने अब यो त छोटो प्रश्न भयो, सामाजिकता हामीले लामो मान्दैनौँ। हामीले कसलाई बढी चाहिँ फोकस गरेका हुन्छौँ भने अहिले इङ्ग्लिसको क्वेसन बनाउनेले कम्तीमा 6 पेज लेख्नुपर्छ, साइन्सको क्वेसन पर्छ। लेख्नेले नि 6-7 पेज लेख्नुपर्छ। हो त्यस्तो टिचरले त तपाईँको सर्लक्कै यता एआईबाट लियो भने त कन्टेन्ट त जम्मै आइसक्यो। अब एक दुईवटा क्वेसन प्यासेज आयो, क्वेसन आयो, फर्मेट आयो, जम्मै आयो भने यसो बिचमा पढेर थोरै कुरो चेन्ज गर्ने हो क्या फेरि। जे छ 100% त्यही हाल्ने त होइन नि त। यसले त हामीलाई त काममा पो छिटो बनाएको हो त। अब हाम्रो नलेज त प्रयोग गर्नु पर्यो नि त साथी हो। यही क्वेसन ठिक छ कि योभन्दा अर्को उपयुक्त पो छ कि भनेर फेरि टाइप हान्ने ट्याकन टुकुन त पार्न पर्छ है। सर एकचोटि अनि चाहिँ त- फेरि त्यो माथिको यता उता सार्न सिकाइदिनु न। ए त्यो हेडिङको हजुर त्यसलाई सार्नको हो कि कुन परीक्षा हो लेख्नुहुन्छ? क्वेसन त बनिहाल्यो त हामीलाई। त्यही एआईमा पनि फलानु विद्यालयको नाम वार्षिक परीक्षाको भनेपछि उसले लेखिदिन्छ। लेख्छ लेख्छ, त्यो सुरुमै उहाँ प्रोम्प्ट दिने बेलैमा स्कुलको नाम सबै ठेगाना लेख्नु भने त यहाँ नि मिलाएर ल्याइदिन्छ नि उसैले। विद्यालय दुःख गर्नु परेन। परेन, त्यो उतैबाट ल्याउन नि सकिन्छ। ल साथी हो, केही छ प्रश्न बनाउने कुरामा? ल भन्नुहोस् त, होइन भने हामी नेक्स्ट उमा जान्छौँ। ल छैन सर मेरो हुन्छ लागि। सर, यसमा लगभग जान्ने भन्नु पर्यो। ल है त सर म्याडम, यो ठिक छ, यो रेकर्डिङ छ गरे। अब तपाईँहरूले उ गर्नु होला, हेर्नु होला, केही समस्या भयो भने है त सर म्याडमहरू। हस् हस्। ल म यहाँबाट ब्याक गएँ। अनि उत्तर कुञ्जिका बनाउनु परेन त? त्यो खासै पर्दैन सर, परे पनि त्यही त्यही प्रोमले काम गर्छ। ल ल ल त्यसलाई त्यही प्रोमले काम गर्छ। भने है मेरो हात। हो उत्तर कुञ्जिका पनि आउँछ, कसै कसैका एकैचोटि नि फाल्छ, कसैकोमा फेरि माथि निर्माण गरेको प्रश्नलाई प्रश्नको स्टेप बाई स्टेप उत्तर कुञ्जिका बनाइदिनुहोस् भन्यो भने उत्तर कुञ्जिका पनि बन्छ है सर म्याडमहरू, है त। हस् हस्। ल ल ठिक छ। अब म यसलाई चाहिँ यो प्रश्नपत्रलाई यसो क्लोज गरेँ। म यसो 2 मिनट चाहिँ यता पानी पिएर आउँछु। तपाईँहरू त्यहाँ केही यसो मैले 10 कक्षाको किताब खोजेर लिएर आएको छु भर्खरै। एउटा साइन्सको किताब यहाँ रहेछ, भेटियो, र म त्यही साइन्सको चाहिँ फोटो खिच्न थालेँ है सर म्याडमहरू। म त यहाँ फोटो खिच्दैछु। फोटोबाट चाहिँ बनाउन सिकाउनु भने होइन त नि। ल त्यहाँ टक्क टक्क फोटो खिच्नु त 4वटादेखि 5वटा, अथवा आफूले पढाउने पाठको फोटो खिच्नुहोस् न। कुनै एउटा च्याप्टरको त्यो 4-5 वटा एउटा च्याप्टरको सर? एउटै पाठको अब 2-3टा 4वटा 5वटा फोटो खिच्नुहोस् न। अब फोटो चाहिँ क्लियर आउने गरी, छेउ टुप्पा आउने गरी। तपाईँहरूले हेरे पनि हुन्छ, नभए यो त सजिलो हो गरे। म यहाँ चाहिँ फोटो खिचिरहेको छु, तपाईँहरूलाई म देखाउँछु नि अब त्यहाँ। ल मैले चाहिँ 4 पाना फोटो खिचेँ, मैले 4 पेजको बनाउन खोजेँ। अब मैले फोटो चाहिँ वाट्सएपमा खिचेँ साथी, के अरे मोबाइलमा खिचेँ। अब मोबाइलबाट मैले त वाट्सएप कनेक्ट गरेको छु यहीँ। मेरो स्क्रिन सेयर हुनु पर्यो है साथी हो। मेरो स्क्रिन सेयर भएको छैन। तपाईँहरूलाई म यहाँ देखाएरै काम गरिदिन्छु के। मैले वाट्सएपमा भर्खरै मैले फोटो खिचेँ। यो खिचेको फोटो चाहिँ म अब वाट्सएपतिर मैले पठाउँदैछु। म यो फोटो चाहिँ वाट्सएपमा पठाउँछु। चारवटा फोटो खिचेको छु, त्यसलाई मैले वाट्सएपतिर पठाएँ। ल हेर्नुहोस्, यहाँ मेरो चाहिँ ल्यापटपको यहाँ तल बटनमा चाहिँ वाट्सएपको देखाइरहेछ है। म त्यहाँ गएँ। अब मैले वाट्सएप खोल्दाखेरि यहाँ मेरो नाममा यहाँ 4वटा फोटो आयो है। मैले आज पढाउँछु भनेर खिचेका पाठहरू यिनै भए भनौँ क्या है त।
यसलाई सेभ गरिदिउँ। अब यसको नाम मैले वान दिएँ, अहिले सम्झन सजिलो हुन्छ फेरि। अहिले के हो वान, पहिलो पेज वानमा सेभ गरेँ। सर हजुर जस्तै मोबाइलमा के अरे ल्यापटपमा नि व्हाट्सएप ल्यापटपमा वाट्सएप जोइन गर्नु भने त असाध्यै सजिलो हुन्छ नि त। यो मैले 2 दिएँ, सेभ गरेँ दोस्रो पानालाई। अब तेस्रो पानालाई पनि मैले यहाँ सेभ इमेजमा गएर 3 दिएँ, यसको नाम सेभ गरेँ। अनि चौथो पानालाई मैले चाहिँ 4 दिएँ, यसको नाम 4 नम्बर दिएँ अनि सेभ गरेँ है। यो लामो नाम हुन्छ भनेर मैले चाहिँ 1 2 3 4 दिएँ कि सेभ गरेँ। 4वटा फोटो सेभ गरेँ है साथी हो यी मैले। अब त्यो फोटो सेभ गरेको कहाँ छ एकचोटि हेरौँ त। अब त्यही डाउनलोडमा त होला त। अब त्यही चारवटा फोटोहरू मैले सेभ गरेको छु। अब अहिले खोज्ला त्यसले खोज्ला, अब त्यसैले कता गएर बसेछ। ल अब गुगल क्रोममा जानुहोस् सर म्याडमहरू। तपाईँहरूले 4वटा 5वटा फोटो चाहिँ आफ्नो खिचिसक्नु भएको छ होला के अरे। अब यहाँहरू गुगल क्रोममा जानुहोस्। त्यसपछि म फेरि स्टार्टिङबाटै जान्छु। अघि कतिपय अड्किनु भएको छ भने उहाँहरूलाई पनि सजिलो होला। म नयाँ आइडीबाट खोलेँ भने मैले यो नयाँ आइडीबाट गएँ भने सजिलो होला। ल यो गुगल क्रोममा जानुहोस् र त्यो एड्रेस बारमा गएर नोटबुक एलएम भनेर हान्नुहोस् त। नोटबुक एलएम भनेर हान्नुहोस् त, सँगै हान्नुहोस् त नोटबुक एलएम। जानुभएछ सर म्याडमहरू? जाँदै हुनुहुन्छ कि सर है? बिजी बिजी हुनुहुन्छ होला। नोटबुक एलएममा जानुहोस्। एलएममा गएर त्यो सुरुको चाहिँ छोडेर अलि तल है, अलि तल आउँदाखेरि यो गुगल नोटबुक एलएम भन्नेलाई क्लिक गर्नुहोस्। गुगल नोटबुक एलएम यहाँ धेरै आउँछ। नोटबुक एलएम हान्न बित्तिकै यहाँ 2 3वटा अप्सनहरू खुल्छ। त्यसमा गुगल नोटबुक एलएमलाई खोल्नुहोस्। अब गुगल नोटबुक एलएमलाई खोलिसकेपछि यो क्रिएट न्यू भन्नेमा जानुहोस् त। क्रिएट न्यू भन्नेमा जानुहोस् त। गुगल नोटबुक एलएम खोल्नुहोस्। त्यहाँ जाँदा तपाईँहरूको यो क्रिएट न्यू आछ कि छैन ल मलाई भन्नुहोस् त। आछ सर। आछ क्रिएट न्यू? कसैको नआएको हुनसक्छ कि त्यो साइन इन नभएको। क्रिएट नोटबुक भन्ने आएको छ। क्रिएट न्यू भन्ने आछ। क्रिएट न्यू न्यू त आएन। के आछ त हजुरको? क्रिएट नोटबुक भन्ने आएको छ। ए त्यसो भए त्यहाँ माथि ऊ हुन्छ नि त, के अरे साइन इन भन्ने बटनमा गएर साइन इनमा थिचेर कन्टिन्यू विथ गुगल गरिदिनुहोस् अनि कन्टिन्यू गरिदिनुहोस् त। पहिला यहाँ खाता खोल्नु पऱ्यो। खाता खोलेपछि त हामी 5 मिनटको काम हो, 2 3 मिनटको काम हो। 10 बज्न लाग्छ। त्यो भएर म अलि छिटो जान खोजेको कि। सर जेमिनी नोटबुक एलएम र गुगल नोटबुक एलएम एउटै हुन्न र? फरक हो। त्यसको र यसको थोरै काम फरक हुन्छ है सर। ए हामी गुगल नोटबुक एलएम भित्र आएको त हो नि सर अहिले, होइन र? हजुर हो। त्यो जिमिनाईतिरबाट जाँदाखेरि त्यहाँ म्याथमेटिक्सको काम बढी राम्रो हुन्छ क्या त्यता। ए हजुर अहिले चाहिँ क्रिएट न्यूमा आउनुभयो? हजुर। ल क्रिएट न्यूमा म पनि आएँ। ल अब क्रिएट न्यूमा आइसकेपछि यहाँ अलितिर तलतिर जानुभयो भने तपाईँहरूको चाहिँ अपलोड अ फाइल भनेको छ यी।
अपलोड अ फाइल भन्नेमा जानुहुन्छ। अपलोड अ फाइल भनेपछि मैले अघि फोटो खिचेर हालेका चाहिँ ती 4वटा फोटोहरू, अब त्यो 4वटा फोटोहरू यहाँ खोज्छु, कहाँ गएर बसेको छ? कि मैले सेभ सेभ त भने सेभै भएर हिँड्छ र सेभ त देखिएन त साथी यो। भएको ठिकै छ, छ सर अब सेभ नदेखिएर के भयो त, म फेरि सेभ गर्छु त। यही त छ त, यो 4वटा फोटोलाई। अम्बिक सर केही साथीहरू लिभ हुनुभएको रहेछ, रिजोइन गरिदिनु त। हजुर सर रिजोइन गरिरहेको छु, देखाएको छैन सर। हुन्छ सर, हुन्छ। यहाँ सरहरूले भएन भन्नु जानु भएको छ। मैले त्यो वान टाइटल नोटबुक पछाडि सरले अपलोड भन्नुभयो, हजुर, तल त उनी स्क्रोल नै भएन के सर? कसरी सर? जस्तो क्रिएट नोटबुक भयो होइन सर? हजुर, कसरी होइन, सर? वान टाइटल नोटबुक आयो। हो सर, हो अनटाइटल त्यति। भन्दा नि त्यहाँभन्दा तलतिर त्यो स्टार्ट भन्ने ठाउँमा स्टार टाइपिङ हो। हो, त्यहाँ त्यहाँ उ छ नि सर, के अरे, के भनौँ अब, त्यहाँ भित्र जाने एउटा बार छ नि त त्यहाँ। कहाँ के छ र भन्छ? सर? एरो सर उयो एड सोर्सबाट अपलोड गर्दै नि हुन्छ नि, हो यो एड सोर्सबाट होइन। गर्ने त्यही त हो नि। एड सोर्सबाट त हुन्छ। क्रिएट न्यूमा ए एड जानुहोस्। सोर्स हुन्छ। हो क्रिएट त्यो न्यूमा भइहाल्यो सर। अनि गएपछि अपलोड त त्यहाँ फाइल तल अपलोड फाइल भन्ने छ नि, कहाँ छ एड सोर्स? खोइ कता छ सरहरू? हेर्नु त यता कहाँ? दाहिने लेफ्ट साइड देब्रेतिर थियो नि, आई बाई अनटाइटल त्यसबाट नोटबुक लेखा भन्दा तल हेर्नु त। अनटाइटल नोटबुक भन्दा तल सोर्सेज हो। हजुरको अपलोड फाइल्स आयो, त्यो त अघिकै सिस्टम भइहाल्यो नि। अनटाइटल भन्दा कहाँनिर? उतापट्टिको सर, त्यो लेफ्ट साइड माथि हेर्नु न, क्रिएट नोटबुक भन्दा सिधा यता लेफ्ट साइडमा एड सोर्स प्लस छ नि, हो त्यहाँ भन्नुभएको। यहाँ मलाई त हो त्यो हो छेकिरहेको छ त्यो। कि सर, यो धेरै कुराहरू यहाँ खुलेको हुन्छ मेरो स्क्रिनमा, तपाईँहरूले उताबाट जोइन भएकाहरू। अनि यो भनेको सर कस्टमाइजबाट? होइन, रातो के दिनु भएको छ नि सर। हो त्यही जस ए अब एड सोर्स, हजुर आइसक्यो कि हजुर। उहाँको, आइसक्यो होइन र त्यो सर। मिल्दो रहेछ सर। कस्टमाइजबाट अपलोड गरेर नि जान सकिने रहेछ। अब मिल्छ कि सर सर म त छुटेर भर्खरै जोडिएँ लाइन गएर। ए होइन, ठिक छ, केही छैन। यहाँ हामी फोटो हाल्दैछौँ कि भित्र साथी हो। कहाँबाट हालौँ सर? त्यो फोटो वाट्सएपबाट यता तार्न पर्यो नि त, वाट्सएपबाट। वाट्सएपमा नोटबुक फोटोहरू एलएममा छ के अरे। नोटबुक एलएममा गएर त्यो वाट्सएपमा भएको फोटोलाई डाउनलोड गर्नु पर्यो। हजुर त्यो भयो, त्यो त अब आइसक्यो। अब फोटो कसरी हाल्ने भन्नेतिर के कहाँ गएर हाल्ने? त्यो क्रिएट अपलोड फाइलमा हो। यहाँ मेरो डाउनलोडै भएर हुन्छ। हो, त्यो अपलोड फाइलबाट भित्र जानुहोस् त। भित्र गएपछि मेरो किन देखाएन, डाउनलोडमा देखाएन कि फोटोहरू? ए अम्बिक सर, कहिलेकाहीँ डकुमेन्टमा नि हुन्छ सर, डकुमेन्टमा नि हुनसक्छ। यहाँ मेरो फोटोहरू पिक्चरमा छ किन होला सर डाउनलोड? हजुरको, त्यहाँ तल हजुर, पिक्चरमा हुनसक्छ। ए यहाँ बसेको रहेछ है। 1 2 3 4 भनेर मैले फाइल नाम दिएको थिएँ नि त अघि। 1 2 3 4, ल यहाँ बसेको रहेछ। यसलाई म कर्मैसँग यसलाई सिलेक्ट गरेर उता पठाइदिएँ है, ओपन गरिदिएँ। ल मेरो 4वटा फोटो भित्र आयो है साथी हो। जहाँसम्म यही होला, मैले अघि दिएको फाइल नेम यही 1 2 3 4 हो। यसरी फाइल नेम दिइएन भने त भेटिन्न है साथी हो, भेटिन्न नि यो फाइल नेम नदिए त। एकैचोटि पठाउने, एकैचोटि हुन्छ सर? हुन्छ, मजाले हुन्छ नि, एकैचोटि नै हुन्छ, पालो पालो नि मिल्छ, त्यो त केही भएन। अब पालो पालो नपऱ्यो भने फेरि कहाँ जाने त? फेरि जे प्रोसेसबाट यता फोटो पठाउनु भएको थियो त्यही गर्ने हो सर। यहाँ त यसले दिइसक्यो त फोटोको यता दिइसक्यो त। फोटोहरू त यहाँ त दिइसक्यो होइन। फोटोको यता दिइसक्यो, अर्को फाइल कहाँबाट अपलोड गर्ने?
अर्को पनि त्यही एड सोर्स भन्नेबाट गएर त्यसपछि फोटो अपलोड गरेपछि यो स्लाइड डेस्क भन्ने देख्नु भएको छ नि दाहिने साइडतिर, हजुर हजुर हो त्यहाँ जानुहोस्। अनि तपाईँले नेपाली इङ्ग्लिस केमा बनाउने हो त्यो चुज ल्याङ्ग्वेज भन्नेमा गएर नेपाली इङ्ग्लिस बनाउनु। टाइम कम छ है, मसँग अब 5 मिनटमा हाम्रो यो लग हुन्छ क्या, त्यही भएर म अलिक छिटो जान खोजेको। हुन्छ हुन्छ सर हस् सर। यो ल्याङ्ग्वेजमा गएर ल्याङ्ग्वेज सिलेक्ट गर्नुहोस्, यो नेपालीमा बसेको रहेछ। त्यसपछि जेनेरेट भन्ने छ, जेनेरेट गरिदिनु भयो भने तपाईँको यो हो, यो मैले चाहिँ यता क्रसर देखाइरहेको छु नि, यहाँ चाहिँ जेनेरेट भएर आउँदैछ है। भनेपछि त सर यो यसको चाहिँ भिडियो पनि बन्ने भयो सर। ए अडियो यसको त पनि बन्ने अडियो पनि बन्छ, भिडियो पनि बन्छ, भिडियो पनि क्विज बन्यो, पनि भिडियो बन्छ, पनि टेबल पनि बन्छ, माइन्ड म्याप पनि बन्छ सर। ओहो सबै बन्ने। अन्त सर मेरो एउटा यो त यहाँ एडभान्स हो नि प्रब्लम सर। सुन्नु न सर। हिजोको गामामा बन्ने थिएन, हजुर हजुर आजको त यो त नोटबुक एलएम त यो त यो धेरै एडभान्स हो। यो धेरै कुरा बन्छ यहाँभित्र। शान्त सर, हजुर भन्नुहोस्। मेरो यो मैले यो प्रयोग गरिरहन्छु, यो चाहिँ स्लाइड र माथिको भिडियो त एकदमै टाइम लाग्छ, बन्दै बन्दैन किन होला? ए तपाईँको फाइल ठुलो भएर हो सर। मैले त्यो यो फोटो खिचेर होइन, डाइरेक्ट त्यो उता लुमाबाट डाउनलोड गरेर हालिदिन्थेँ। तर यसमा धेरै राम्रो बन्छ है सर। तपाईँहरूले अन्यत्र बनाउनु भन्दा नोटबुक एलएम प्रयोग गर्नुभयो भने धेरै स्ट्यान्डर्ड। अब यहाँ देख्नुहुन्छ नि त, अहिले म भर्खरै यसले क्विज त बनाएको उत्तिखेर यहाँ। 1 मिनेटमा आउँछ। अलिकति टाइम चाहिँ यसले लिन्छ क्या सर। हिजो गामाले क्लिक गर्दा बित्तिकै फ्याट्टै बनाएको थियो सर है। अन्त सर हजुर यसको फेरि एउटा फाइदा रहेछ नि त, जस्तै जो त्यो बोर्डमा भएको जस्तै स्मार्ट बोर्डमा भएको यो के अरे गुगल अकाउन्टमा र ल्यापटपमा बनाएको गुगल एउटै हो नि त, उहाँ पनि खुल्दो रहेछ। गजब हो नि त्यो त, त्यही त नि। यो त स्मार्ट बोर्डमा डाइरेक्ट गर्न मिलेको, ल्यापटपमा गरेर यो लैजानु पर्ने। एडभान्स हो क्या सर। गामा एप भनेको स्टार्टिङ हो। तपाईँहरू अब गामा एप भन्दा योबाट बनाउन थाल्नुभयो भने त्यो प्रयोग गर्नुहुन्न, त्योभन्दा यो धेरै राम्रो हुन्छ। अझ योभन्दा अर्को राम्रो कल्की भन्ने छ, त्यो कल्कीबाट नि मैले आज भ्याएँ भने त्योबाट पनि यसो त्यसले फेरि चित्रहरू राम्रो खोज्छ कि, एकदमै डाइनामिक चित्र, एकदमै पुरा चाहिँ रङ्गीन चित्रहरू चाहिँ स्ट्यान्डर्ड चित्रहरू ल्याउँछ त्यो कल्की भन्नेले। अब त्यो कल्की आज अलिक स्पेलिङ भ्याइएन। के अरे सर भन्नु त एकचोटि स्पेलिङ। कल्की कल्की के CHALKI AI केआई CHALKI अनि AI क्या, CHALKIE कल्की। ए केआई कल्की। यहाँ टाइम भयो, मैले 2 मिनट भयो भने त्यहाँबाट नि बनाएर देखाइदिन्थेँ कि त्यो। यही मेरो यहाँ रेडी हुँदैछ क्या यो यहाँ हेर्नु न घुमिरहेछ। त्यो अघिको एकजना गणेश सरले कसले भन्नुहुन्थ्यो यो टाइम लिन्छ है सर भन्नुहुन्थ्यो, यसले अलि टाइम लिन्छ, यसले राम्रो बनाउँछ क्या साथी हो फेरि। सर यसमा पनि अझै त्यो साइडमा गएर त्यो प्रोम्प्ट हान्ने ठाउँ थियो नि अहिले हजुर जाँदा, त्यहाँ तल हजुर नेपाली चुज गर्नुभन्दा तल त्यहाँ अलिकति प्रोम्प्ट मिलाएर दिने भने अझै लेभल विद्यार्थीको लेभल अनुसार गराउँदो रहेछ क्या के। हो अब त्यो अलिक त त्यही स्ट्यान्डर्ड हो नि। स्लाइड गराउँदो प्रोम्प्ट रहेछ। दिने कुरामा त तपाईँहरू ढुक्कै हुनुहोस् न, तपाईँलाई कस्तो चाहियो, सिम्पल ल्याङ्ग्वेजमा चाहियो कि होइन, अब कस्तो भन्ने कुरो त्यहाँ लेख्ने हो नि त्यो त। अब जे होस्, सर अब फोटो खिचेर 1-2टा टपिकको मात्रै हाले छिटो हुँदो रहेछ क्या हो पुरै त्यो अपलोड धेरै गर्नु। टपिकको किन हाल्ने। अब 2टा पानाको आज हामीले दिनभरि पढाउने 3टा पाना हो भनेपछि किन चाहिँ 10-15वटा बनाउनु पर्यो र त्यही 3-4वटा बनाए भइहाल्यो होइन नि। फोटोबाट हुन्छ भन्ने बुझे ख्यालै गरिहालिन्छ कि सिधै उता फोटोबाट हो क्या यो प्रोम्प्ट। शान्त विवेक सर सर हजुर विवेक मैले सर एउटा कुरा सोध्नु छ। हजुर हजुर ए मैले जस्तो त्यो यो जिमेल जेनेरेटिभ फोटो म त अपलोड हुन्छ गर्ने बोल्नु ए बोल्नु। सर म्याडमहरू, हेलो सर म्याडमहरू, हजुर 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 सर हजुर अब हामीसँग 2 मिनट मात्र टाइम छ। 10 बजेपछि यो टोटल होइन, अटो कट हुन्छ। अब त्यही भएर दुई सरलाई मिनटमा मैले यो फेरि मैले हजुरलाई स्कुलमा सिकाइदिन्छु, यो त आज सिकाइदिन्छु भने यही हो कि। 2 मिनटमा यो जेनेरेट भयो भने भइहाल्यो। आयो भयो। एउटा स्लाइड बन्यो, त्यसपछि के गर्ने यति ल भनिदिनु न। त्यसपछि टिप्नुहोस्, मैले भनिदिन्छु। त्यसपछि यो जहाँ जेनेरेटिङ भनेर घुमिया छ नि सर, हजुर तपाईँहरू स्टेप टिप्नुहोस् त। 1 मिनटमा यहाँ फटाफट भने मैले। एक्सक्युज मी सर हो, सर सर हजुर यो अपलोड गरिसकेपछि के गर्ने हो सर? म त्यही पछाडि म भन्छु पढ्ने। त नि के, त्यो एक जेनेरेटिङ भनिहाल्छु हुन्छ, सरले त्यहाँ भन्नु रेडी हुन्छ स्लाइड।
हजुर त्यो स्लाइडको साइडमा चाहिँ 3टा बटन हुन्छ। डेटा खोज्ने भने त्यही हुन्छ क्या बटन। त्यो 3टा बटन भन्दा मुनि जाँदाखेरि तपाईँले चाहिँ डाउनलोड भन्ने दिन्छ। हजुर त्यो 3टा बटनबाट भित्र जानुभयो भने त्यहाँ चाहिँ डाउनलोड भन्ने एउटा अप्सन दिन्छ। त्यो डाउनलोडबाट गएपछि अब त्यही थाहा पाउनुहुन्छ पावर पोइन्टमा डाउनलोड भन्ने नि त्यहाँ के आउँछ अनि हुन्छ क्या त्यो 3टा बटनबाट छिर्नु होला है यो भयो भने। ओके